ChatGPT किन्नु पर्यो भने पनि $15 तिर्नुपर्छ। इन्डियाबाट किन्यो भने त्यही कुरा 700 रुपियाँ नेपाली। गुगल जेमिनाईहरू पनि मैले 1.5 वर्षको चाहिँ 1200-1300 नेपाली रुपियाँमा चलाइरहेको छु। ओके, आज म के कुरा गर्न लाग्यो भने हैन, नेपालमा जुन यो एआईहरू अनि फोटोसपहरू जुन छ त्यसको सब्सक्रिप्सन चाहिँ एकदमै महँगो छ अरूको तुलनामा हैन, अरू देशहरूको तुलनामा। जबकि हामी थर्ड वर्ल्ड कन्ट्रीको हिसाबले चिनिन्छौँ, तैपनि हामीले तिर्ने चाहिँ एकदम फर्स्ट वर्ल्ड कन्ट्री अमेरिका युको प्राइस हामीले तिरेर हुन्छौँ जुनसुकै एआईको सब्सक्रिप्सन लिँदा पनि। तर त्यही कुरा चाहिँ हामीले इन्डियाबाट लियो भने चाहिँ त्यो कुरा चाहिँ सस्तो परिरहेको हुन्छ। मैले जुन युज गरिरहेको छु फोटोसप, त्यो फोटोसप मैले इन्डियाबाट किनेको छु। मलाई चाहिँ इन्डियाको लगभग IC 4000मा 1 वर्षको सब्सक्रिप्सन पाएको छु। तर त्यही सब्सक्रिप्सन मैले स्टुडेन्टको लिएको छु हैन, त्यही सब्सक्रिप्सन मैले नेपालबाट किन्नु पर्यो भने चाहिँ लगभग 3 गुणा महँगो पर्न जान्छ। अब यसमा चाहिँ किन त्यस्तो भइरहेको भनेर मैले रिसर्च गर्दाखेरि के पाएँ भने कुनै पनि त्यो कम्पनीहरू हाम्रो नेपालमा चाहिँ रजिस्टर्ड भएको छैन। रजिस्टर्ड नभइसकेपछि उनीहरूले चाहिँ हामीलाई ल्याउने चार्ज भनेको US को चार्ज हो। US मा जुन प्राइस छ हामीले पनि त्यही प्राइस तिर्न परिरहेको हुन्छ। त्यसैले मैले सरकारलाई एउटा यो रिक्वेस्ट के गर्छु भने यो ठुल्ठुला जुन कम्पनीहरू छन् ती कम्पनीहरूलाई चाहिँ नेपालमा रजिस्टर हुने वातावरण बनाउनु पर्यो अनि नेपाली पैसाबाटै पे गर्न मिल्ने सिस्टम ल्याउनु पर्यो। अब यही कुराले यत्रो जेनजी आन्दोलन भयो हैन, अस्ति त्यो भएर अगाडि नबढायो हो कि भित्रभित्र बढिरहेको छ त्यो मलाई थाहा भएन। तर एकदमै गर्नुपर्ने कुरा चाहिँ हामीले नेपालको जुन आय स्तर जे छ त्यो अनुसार नै हामीले पे गर्न पाउनुपर्छ। अरू देशमा त्यही नै हुन्छ। सबै देशहरूमा चाहिँ प्राइजिङहरू चाहिँ फरक हुन्छ। इन्डियामा चाहिँ अब इन्डियाको त्यहाँको आय स्रोत अनुसार छ, नेपालमा पनि त्यही अनुसार हुनु पर्यो र गभर्नमेन्टले छिटोभन्दा छिटो यो कम्पनीहरूलाई चाहिँ रजिस्टर गर्नलाई चाहिँ बोलाउनु पर्यो अनि सबैभन्दा छिटो सोसियल मिडियादेखि लिएर सब कुराहरू चाहिँ एकजना कन्ट्याक्ट पर्सन अथवा एकजना केही चाहिँ हुनुपर्ने सिस्टम चाहिँ ल्याउनु पर्यो। यो भएन भने हामीले चाहिँ एकदम धेरै पैसा तिर्न परिरहेको छ। जुनसुकै गर्दा पनि ChatGPT किन्नु पर्यो भने पनि $15 तिर्नुपर्छ। इन्डियाबाट किन्यो भने त्यही कुरा 700 रुपियाँ नेपाली। गुगल जेमिनाईहरू पनि मैले 1.5 वर्षको चाहिँ 1200-1300 नेपाली रुपियाँमा चलाइरहेको छु। नेपालबाट गर्नु पर्यो भने त्यो अझै महँगो पर्छ। त्यसैले आय स्रोत कम तर पे चाहिँ हामीले US को तरिकाले पे गरिरहेको छौँ। यो कुरा चाहिँ खै कतिजनाले ख्याल गर्नुभएको छ छैन। यो चाहिँ हाम्रो नेपालमा त्यो रजिस्टर अफिस अथवा केही नभएको रिजनले चाहिँ त्यस्तो भयो हैन। त्यसैले सबैभन्दा पहिला गभर्नमेन्टले यो कुरालाई चाहिँ ध्यान दिएर गर्नु पर्यो। थ्याङ्क यू।